बचाउनेछन् आजका यिनै युवाहरूले काला पानी र सुस्ता। आउँदैछ कार्यक्रम युवा पुस्ता। अब हरेक हप्ताको मङ्गलबार, बिहिबार र शनिबार मात्र जनता जनार्दन आवाज युट्युब च्यानलमा हेर्न नभुल्नुहोला। साथमा च्यानल सब्सक्राइब गर्नुहोला। नमस्कार, म अरविन्द शेर्पा। यति बेला तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु जनता जनार्दन आवाज युट्युब च्यानलमा। विशेष गरी पछिल्लो समय 2-3वटा विषयले एकदमै आकाश छुन आँटिरहेको छ। अर्थात् धरतीभित्र केही उलट पलट कायो पलट होला जस्तो गरी विभिन्न व्यक्तिहरूले आफ्नो व्यक्तित्वहरू, आफ्नो विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा चिप्लेको हो कि नियतै त्यस्तो खत हो जस प्रश्नहरू उठाउनै पर्ने परिस्थितिहरू धेरै ठाउँमा सृजना भएको छ। भर्खरै नेपाली कङ्ग्रेस पार्टीका प्रमुख सचेतक र सांसद समेत रहेका व्यक्ति श्याम घिमिरेले नेपालमा केही व्यावसायिकरणहरू गर्नुपर्छ र अर्थतन्त्रमा सहयोग पुग्छ भन्दै अश्लील शब्दहरू समेत प्रयोग गरिएको छ, जसमा न त सुन्नै सक्छौँ, न त हामी त्यो गर्नै सक्छौँ, न त त्यो हाम्रो संस्कृतिले दिन्छ, न त हाम्रो जात जाति धर्मले दिन्छ, न त त्यो हुन त अवैध रूपमा गैर कानुनी रूपमा नभएको होइन, भइरहेकै हो। तर त्यसलाई कानुनी रूपमा वैधता प्रदान गरी त्यसलाई व्यावसायिकरण गर्नुपर्छ भन्दै संसदमा विशेष शून्य समयमा उनले त्यो कुराहरू राख्दै गर्दाखेरि नेपालको अन्तर्राष्ट्रिय रूपमा बेइज्जत भएको र गइरहेको र अन्तर्राष्ट्रिय रूपमा हेर्ने दृष्टिकोणै फरक भइरहेको हामीले महसुस गरिरहेको छौँ। के त्यसरी नै महिलाहरूको इज्जतलाई बेचेर र महिलाहरूको चरित्र त्यसरी प्रदूषण गराएर र त्यसरी महिलाहरूलाई यसरी हामीले साँच्चीकै यौन व्यवसायमा हामीले साँच्चीकै संलग्न गराएर अनि व्यावसायिकरण गर्न सक्छौँ त? यो नेपालको ऐतिहासिक धरातलमा उभिएर र धार्मिक ऐतिहासिक विविधताहरूलाई केलाउने हो भने र यी विभिन्न क्षेत्रबाट हामीले दृष्टिकोणहरू प्रस्तुत गर्दै गर्दाखेरि यो हर क्षेत्रबाट त्यो सवन्य र अनुकूल छ त? साँच्चीकै महिलाहरूको इज्जतलाई बेचेर र हाम्रो देशका चेलीबेटी र हाम्रो आमाहरूको त्यसरी शरीर बेचेर हामीले आर्थिक उपार्जन गर्नुपर्ने, अर्थतन्त्रलाई मजबुत बनाउनु पर्ने त्यो परिस्थिति सृजना भएको हो त? के साँच्चीकै महिलालाई त्यसरी यौन दुर्व्यवहार र यौनको व्यावसायिकरण गराउँदाखेरि हाम्रो देशमा साँच्चीकै अर्थतन्त्र मूल्य हुन्छ? यो न त हामी परिकल्पना गर्न सक्छौँ, न त यो कानुनी रूपमा यो दिने र लिने यो व्यवहार, यो कस्तो खालको चरित्र कसरी प्रस्तुत गर्न खोजिरहेको छन् र हाम्रो देशको यो इज्जतलाई कसरी यिनीहरूले बदनाम गराउँदैछन् भन्ने कुरा यसरी प्रष्ट भएको छ। उनीहरूको जुकुल पोकलमा होइन, उनीहरूको नियतमै खट रहेछ भन्ने कुरा दर्शकमित यिनै व्यक्तिको चरित्रबाट थाहा हुन्छ। के साँच्चीकै त्यसरी व्यावसायिकरण गर्न साँच्चीकै नेपाली कङ्ग्रेस पार्टीको प्रमुख सचेतक जस्तो पार्टीको जिम्मेवारी पद सम्हालेका व्यक्ति र सांसदले त्यो बोल्नु कतिको सहज कुरा हो र कतिको महत्त्व कुरा हो र उहाँ जस्तो व्यक्तित्वले त्यो बोल्नुहुन्छ कि हुँदैन भन्ने कुराको लगम हुनुपर्छ कि पर्दैन भन्ने मेन प्रश्न यति बेला उब्जेको छ। के महिलालाई साँच्चीकै त्यसरी व्यावसायिकरण गर्ने हो भनेदेखि म अनुरोध गर्न चाहन्छु र प्रश्न सोध्न चाहन्छु, श्याम घिमिरेजी, तपाईँको घर परिवारबाट त्यो गर्न सुरुवात हो? त्यो सम्भव छ? तपाईँको घर परिवारबाटदेखि त्यस्तो व्यवहारहरू यदि सम्भव हुन्छ र यदि तपाईँ तयार हो भनेदेखि अनि मात्रै अरूको हक हितमा लागु हुनसक्छ र अरूले पनि परिकल्पना गर्न सक्छ। यो यस्तो खालको प्रस्तुतिकरण नेपाली जनताको बिचमा यसरी ल्याइरहनु यो स्वाभाविक हो? के नेपालको विभिन्न स्रोत साधनहरू सम्पत्तिहरू बेचेर नाला खोलादेखि लिएर सिमानादेखि लिएर भूभागहरू बेचेर खाएर र उद्योग कल कारखानाहरू बेचेर खाएर नेपाललाई आज ध्वस्त बनाएर पनि अझै नपुगेको तपाईँहरूले गर्न खोजेको के हो? नेपालको जनताको हक हितभन्दा बाहिर र जनताको छोरीचेली माथि यसरी दावा बोल्नु यो जायज हो? यो कस्तो खालको प्रस्तुति हो जुन प्रस्तुतिले गर्दाखेरि आज छोरीचेलीहरूको चरित्र लुट्न पुगेको छ? यसरी लुटाउने हो? अन्तर्राष्ट्रिय देशमा त्यसरी आफ्नो देशमा नभएका हो र कसरी आउँछन् पर्यटकीय रूपमा? त्यो कसरी सम्भव हुन्छ जुन कुरा हाम्रो देशमा कानुनी रूपमा होस्, पर्यटनको रूपमा होस्, चाहे संस्कृतिको रूपमा होस्, चाहे संस्कारको रूपमा होस्, त्यसलाई
आफ्नो देशको समाजले जसलाई स्वीकार्दैनन् त्यसलाई नै कसरी व्यवसायीकरण गर्न खोजिरहेको हो। यो कुन परिकल्पना गरिएका हुन् र कुन संविधानको कुन दफामा टेकेर यस्तो खालको संसदहरूले तर्क राख्दै गर्दाखेरि मर्यादित हुनुपर्छ, यदि शिष्टता हुनुपर्छ भन्ने मान्यता राख्ने हो कि जे पाए त्यही बोल्ने हो। पछिल्लो समय संसदमा सांसदहरूले राखेको अभिव्यक्तिहरू यस्तो घिनलाग्दो कसरी सम्भव भएको, कसरी राख्न खोजेको, जुन सांसदहरूले नराखी नहुने पर्ने परिस्थिति कसरी सिर्जना भयो र कसरी राख्न खोजेको, के आफू त्यस्तै खालको परिटक्य भएर त्यस्तै दृष्टिकोणले हेरे हो कि आफ्नै नियतमा त्यस्तो खोट छ त जसको कारणले गर्दाखेरि आफ्नै नियत त्यस्तो भएर पो बोल्न बाध्य भएको हो कि? यो प्रश्न आज जल्दो बल्दो रूपमा उठेको छ र उठाउन बाध्य पनि भएको छ। म अनुरोध गर्न चाहन्छु यस्तो खालको असभ्य, अशिष्ट र मर्यादाभन्दा बाहिर यस्तो खालको बोलीचालीहरू संसद जस्तो गरिमामय पदभित्र रहेका त्यस्ता ठाउँमा यदि यस्ता खालको शब्दहरू प्रयोग गर्छन् भनेदेखि संसददेखि हटाउनु पर्छन्, रेकर्डबाट हटाउनु पर्छन् र यस्ता खालका संसदहरूलाई सकेसम्म कारबाही पनि गर्नुपर्छ। के नेपालको संविधानभन्दा बाहिर बोल्ने यो हक अधिकार कसले दिएको छ? यी सांसद त हुँ भन्दैमा मुखमा जे आयो त्यही बोल्ने हो? यो नेपालको कानुनले वञ्चित गरेका कुरा कसरी सम्भव हो? कसरी यौनलाई व्यवसायीकरण गर्न खोजे हो? आफ्नो देशमा छैन त्यस्ता खालका चिजबिजहरू आफ्नो देशमा भइरहेको छैन कि हामी पनि अन्तर्राष्ट्रिय देशमा टिकट काटिओडी र मनोरञ्जन गर्नको लागि त्यसको लागि हामी कोही गएको छौँ? यदि गएको छौँ भनेदेखि तपाईँहरू गएको होला, त्यो फाल्टो कुरा हो। तर नेपाली आम सर्वसाधारण जनता त्यसमै यदि ध्यान केन्द्रित गरेर गएको रेकर्ड कहीँ भेट्नुहुन्छ तपाईँहरूले? त्यो सम्भव छ। अनि अन्तर्राष्ट्रिय देशका नागरिकहरू पर्यटन यहाँको संस्कार संस्कृति हेर्न आउने हो, यहाँको मनोरञ्जन लिन आउने हो, रिसर्चमा आउने हो, यहाँका सम्पदा, यहाँका भूभाग, यहाँका विभिन्न धरीतलमा उभिएका सौन्दर्यताहरू हेर्न र मनोरञ्जन प्राप्त गर्न आउने हो। तर त्यस्ता खालको अजागता र गतिविधिमा संलग्न गर्नको लागि उनीहरू आउने होइन। यो सांसदको नियत खराब देखिन्छ। यो नियत खराब भएको सांसदहरूलाई कारबाही कसले गर्ने हो? कारबाहीको दण्ड चढाउनु जरुरी छ। यदि जनताले, यदि सर्वसाधारणले, पहुँचविहीन व्यक्तिले यदि यसरी बोल्ने हो भनेदेखि कारबाही तत्काल गरिन्थ्यो। तर दुर्भाग्यवश यी भिआइपीहरूलाई यस्तो बोल्ने सेवा सुविधा प्रदान गर्नु नै राज्यको कमी कमजोर हो, अर्थात् जनताको कमी कमजोर हो। जनताले लगाम र ठेगान लगाउने त्यो वातावरण अब सिर्जना गर्नै पर्छ। र यस्तै गतिविधिहरूको विषयवस्तुमा बहस गर्दै गर्दाखेरि कहिले सत्ताधारकै कङ्ग्रेसका सांसदले यस्ता खालको शब्दहरू प्रयोग गर्छन्, कहिले सत्ताधारकै सांसद रघुजी पन्तले पनि ज्ञानेन्द्र शाहीलाई ओ मिस्टर इतिहास आएर आऊ, इतिहास पढेर आऊ अनि बहस गरौँ भन्दै फर्काउँछन्। सत्ताको आडमा, शक्तिको आडमा छौँ भन्दैमा यस्तो खालको शब्दहरू प्रयोग गरिन्छ, जुन शब्द न त शिष्ट छ न त मर्यादित छ। अनि शक्तिको आडमा टेकेर यस्तो खालको प्रयोग गर्नु मिल्छ? ज्ञानेन्द्र बहादुर शाही जस्तो युवा पुस्ताले मन पराएका लोकप्रिय व्यक्तिलाई अनि रघुजी पन्त जस्तो केपी ओलीको चागाडी गरेर अनि समानुपातिकको मत लिएर गएर अनि यस्तो खालको इतिहास पढाउने हो? यो कतिको घिनलाग्दो र लज्जास्पद कुराहरू गरिरहेको छन् यति बेला सांसदहरूले कि नेपाली जनताले के सिक्ने र नेपाली जनताले त्यहाँबाट के प्राप्त गर्ने हो? यो जनताको कर बत्ता खाएर अनि नपचेर अनि जबरजस्ती पचाउनलाई यस्ता खालको अपशब्दहरू र अपव्याख्या गर्ने हो? पछिल्लो समय रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका संसदको चौथो शक्तिको सभापति करिब आजभन्दा 4-5 महिना अगाडिदेखि गुमनाम हुनुभयो। कार्तिक 2 गतेदेखि सहकारी मुद्दामा थला पारियो र उहाँ गुमनाम हुनुभयो। तर पछिल्लो समय उहाँ धरोटीबाट छोड्दै र छुटकारा पाउँदै र उन्मुक्ति मिल्दै आइरहनु भएको छ। र पछिल्लो समय हिजो अस्ति 2-4 दिन अगाडि गरी पटक थोरै अभिव्यक्ति दिँदै आइरहेको छ। तर ती अभिव्यक्तिमा दमहरू देखिन्छ। अब उहाँले हिजो पनि भन्नुभयो, म धेरै बोल्दिनँ, मलाई धेरै बोल्नु नलाउनुहोस्, अब नेपाली जनता क्रान्तिको लागि तयार हुनुपर्छ, तर म धेरै बोल्दिनँ, 2/3 सरकारलाई टाउको दुखाइ हुन्छ र भारी पर्छ, तर नेपाली जनता अब क्रान्तिको लागि रेडी हुनुपर्छ भन्दै उहाँले त्यो अभिव्यक्ति दिनुभयो। यो अभिव्यक्तिको पश्चात धेरै कारणहरू छ किन यस्तो खालको अभिव्यक्तिहरू दिनुभयो उहाँले। यति बेला राजावादीहरू पनि सलबालिरहेको छ र पूर्व राजा ज्ञानेन्द्र शाह यति बेला लोकप्रिय पछिल्लो समय जनताको बिचमा आइरहनु भएको छ। अनि त्यही बेला
रवि लामिछानेले पनि यस्तो बोल्दाखेरि साँच्चीकै अब आउँदा दिनहरूमा के राज संस्था फेरि फर्किन्छ त? त्यो सम्भव छ? विक्रमसम्म 2081 साल माघ 25देखि लिएर फागुन 25मा आइपुग्दाखेरि विभिन्न खालका घटनाहरू घटे। त्यो मध्येमा फागुन 6 गते प्रजातन्त्र दिवसभन्दा अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले गुहारे अब सडकमा आउनुहोस्, तपाईँहरू जाग्नुहोस्। त्यस पश्चात गणतन्त्रवादीहरूको मुटुमा ड्याङ्ग्रो ठोक्यो र उनीहरूको गणतन्त्रको जग हल्यो। त्यस पश्चात फागुन 25 गते उनीहरूले आम प्रदर्शन गरे र जनतालाई सडकमा उतारे, राप्रपा पार्टी लगायत राजावादीहरूले। अनि त्यसमा बल पुग्ने तरिकाले यति बेला रवि लामिछानेले अभिव्यक्ति दिएको छ। अब के साँच्चीकै बलिरहेको आगोमाथि घिउ थप्ने काम भएको हो? जनताले के चाहँदैछ यति बेला? जनताहरू आकर्षित भएको छ, आक्रमण भएर यति बेला सडकमा, र जनताहरूले परिवार आएको खण्डमा आन्दोलनको नेतृत्व गर्ने र आन्दोलनमा सहयोग गर्ने जनताहरूको पछिल्लो समय अभिव्यक्तिहरू देखिन्छ। अब यदि राजावादीहरूको यी नेतृत्वमा बल पुग्दै गएको देखिन्छ, के यो सम्भव छ? रवि लामिछाने माहुन बस्नुको पश्चात र यदि यसरी अब मुखाडित, उहाँकै मुखबाट मुखाडित हुनु र उहाँले भण्डाफोड गर्दै आइरहेको देख्दाखेरि अब सम्भावनाहरू के छ? रवि लामिछाने पनि जनताको बिचमा लोकप्रिय र पछिल्लो समय पूर्व राजालाई पनि केही जनताहरूले मन पराएको देखिन्छ। अब यदि यो आन्दोलनको लागि अब बालेन्द्र शाह पनि यदि बोल्ने हो र उहाँले पनि स्टेटमेन्ट दिने हो भनेदेखि गणतन्त्रको अब हाल बिहाल साँच्चीकै होला जस्तो त। गणतन्त्रको दाना पानी खाएर बसेका र मोज मस्ती गरेका र आफ्नो परिवारको लागि र आफ्नो छोराछोरीको लागि सारा शीर्ष सम्पत्ति आर्जेको र देशको ढुकुटी दोहन गरेकोहरूको अब ड्याङ्ग्रो ठोकिँदै आइरहेको छ र मुटुमा यति बेला ड्याङ्ग्रोको जजलको यति बेला रापताप उम्लिरहेको छ। अब के हुन्छन् त? अब त्यो हेर्नु बाँकी नै छन् आउँदा दिनहरूमा। र रवि लामिछानेले यति बेला थ्रेड दिएको छन् केही पुराना दलहरूमा र ममाथि प्रतिशत साधेकोहरूलाई अब प्रतिशतको भावना र त्यसको बावजुद कसरी बदला अब मेन्टेन गर्ने भन्ने पक्षमा उहाँ देखिन्छ। अब के हुन्छ त? त्यो आउँदा दिनहरूमा हेर्न बाँकी नै छ। तर पछिल्लो समय विभिन्न विषयवस्तुहरूले राजनीतिक रङ्गमञ्च र रङहरू फेरिरहेको छ र नेपालमा तस्करीहरू बढिरहेको छ। सुन तस्करीहरू र भेट तस्करीहरू, त्यसै गरी सुन किन्नुहोस्, गैर कानुनी रूपमा अवैध धन्दा सञ्चालन गर्नुहोस्, जे गर्नुहोस्, फेरि पनि 5 वर्ष जेल बसेका फुच्चे ड्राइभर नाम गरेका, अर्थात् आफूलाई फुच्चे भन्दै चिनाउने व्यक्ति कुसङ लामा तामाङ पक्राउ परेको छ। हिजोअस्ति भर्खरै 3-4 दिन अगाडि उहाँलाई पक्राउ परेको छ। उहाँको ट्रकमा 25 करोड 60 लाख 20,000 लिएर 60,000 हाराहारीको पैसा प्राप्त भएको छ। त्यहाँ उहाँ प्रहरीले भर्मालुट गरेको छ, त्यहाँ बरामद गरेको छ। भर्मालुट गर्नु लगेको पैसा बरामदी गरेको छन्। अब त्यो अनुसन्धानमा यति बेला तानिरहेको छ। यो यसरी अवैध रूपमा कारोबारहरू चल्छ। तर जहिले बढिया पक्राउ पर्छ, मेन साहु पक्राउ पर्दैन। यो हाम्रो देशको लागि दुर्भाग्य हो। साहु पक्राउ पर्नुपर्छ र साहुले कारबाही गर्नुपर्छ र मुख्य नायिकाहरू पक्राउ पर्नुपर्छ र तानिनुपर्छ। अब ती ड्राइभरले पनि साँच्चीकै मनदेखि नै कसले अडाएको हो, कसो खटनमा हो, त्यो स्पष्ट बताउनुपर्छ। अनि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्छन् र साँच्चीकै भ्रष्टाचारको ज्वारा अब मात्रै उखाल्न सजिलो हुन्छ। त्यस कारणले गर्दाखेरि अब आउँदा दिनहरूमा यी भ्रष्टाचारीहरूको कारबाही साँच्चीकै ठुलो दलदेखि नै र जो संलग्नता छ ती व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुको लागि अब ती ड्राइभरले सहयोग गर्नुपर्छ र भ्रष्टाचारीहरूको अब यो देशबाट लखाट्न अब जनता बाध्य भएको छ। अब कसरी लखाट्छ, कसरी आधी भेडी आउँछ। अब फेरि पनि चैत 15 गते राजावादीहरूले फेरि पनि आन्दोलनको घोषणा गरेको छ र सँगसँगै प्रतिवाद गर्छौँ राजावादीहरूलाई भन्दै गणतन्त्रवादीहरूले पनि त्यस्तै खालको जनमानसमा जनआन्दोलनको आधी भेरी ल्याउने प्रपञ्च रच्दैछन्। के हुन्छन् त्यो आउँदा दिनहरूमा हेर्नु बाँकी नै छन्। तपाईँहरूको कार्यक्रम प्रस्तुता अरविन्द शेर्पालाई आज्ञा दिनुहोस्। शुभरात्रि। कार्यक्रम हेर्दै गर्नुहोला। जय देश, जय नेपाल।
धार्मिक क्षेत्रहरूमा माछा मासु रक्सी मदिरा जस्ता कुराहरूलाई पूर्ण रूपले प्रतिबन्ध गर्नुपर्छ। पशुपतिनाथ हामीले मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रहरूमा पूर्ण रूपले मदिरा मासुजन्य पदार्थहरूलाई प्रतिबन्ध गर्ने। तर हामीले व्यावसायिक रूपमा यसको विकास पनि गर्नुपर्छ। त्यसका लागि निश्चित ठाउँहरू तोकेर हामीले मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, र मैले त बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको सङ्ख्यालाई बढाउनेछ। पर्यटकहरू खास गरी धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्, एडभेन्चरको पर्यटकहरू थोरै मात्रामा हुन्छन्। सबभन्दा बढ्ता पर्यटक यस संसारमै हुने भनेको मनोरञ्जनको पर्यटक हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ। त्यो कुरा उठाइदिए भए क्या कायदा हुने थियो विपक्षले। देशका युवाहरू लाखौँ विदेश खाडी मुलुकमा रोजगारी र शिक्षाको लागि, आफ्नो भविष्यको लागि देश छोडिसकेका छन्। अब सीमित कलिला युवा, आमा, छोराछोरी मात्र बाँकी छ। देशको आर्थिक विकासको लागि पर्यटन भित्राउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटन ल्याउनको लागि यौन व्यवसाय, यौन पर्मिट, लाइसेन्स सरकारले दिनुपर्छ भन्नुभएका छन् एउटा जिम्मेवार मान्यज्यूले, सरकारकै मान्यज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन। यो देश प्रकृतिको सुन्दर देश हो। यो देश जलस्रोतको विश्वको दोस्रो सबैभन्दा ठुलो देश हो। यो देश देवभूमि हो। यो देश माता सीता र भिरकुटीको भूमि हो। यो देश देवी पूजनको भूमि हो। यो देश बुद्ध जन्मेको भूमि हो। यही दिनको लागि गणतन्त्र ल्याएको हो। यही दिनको लागि राजा फ्याँकेको हो। सभामुख महोदय, हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर मान्य सांसद जुम्लाका ज्ञानेन्द्र शाहीलाई चाहिँ अपशब्द बोलिकन मानहानिसँग यहाँ जोड्नुभयो। तिमी र तपाईँ मिस्टर भनिकन सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा डबल भोटले जित्नु भएको थियो। यस्तो यो सदनमा मर्यादाहीन तरिकाले पेश हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ र ती सांसदलाई सचेत हुनको लागि सभामुखज्यूबाट म अनुरोध गर्न चाहन्छु। धन्यवाद। हिजो सत्ता पक्षका माननीयजीले यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस सम्मानित संसदमा उठाउनु आपत्तिजनक विषय हो। यस्तो चिन्तनको घोर विरोध गर्दछु। यस्ता विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतिर पुर्याउँछ। त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु। साथै सभामुख महोदय, सम्बन्धित माननीयजीलाई प्रश्न गर्न चाहन्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ भन्ने प्रश्न गर्न चाहन्छु। धन्यवाद। धार्मिक क्षेत्रहरूमा माछा मासु रक्सी मदिरा जस्ता कुराहरूलाई पूर्ण रूपले प्रतिबन्ध गर्नुपर्छ। पशुपतिनाथ हामीले मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रहरूमा पूर्ण रूपले मदिरा मासुजन्य पदार्थहरूलाई प्रतिबन्ध गर्ने। तर हामीले व्यावसायिक रूपमा यसको विकास पनि गर्नुपर्छ। त्यसका लागि निश्चित ठाउँहरू तोकेर हामीले मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, र मैले त बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको सङ्ख्यालाई बढाउनेछ। पर्यटकहरू खास गरी धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्, एडभेन्चरको पर्यटकहरू थोरै मात्रामा हुन्छन्। सबभन्दा बढ्ता पर्यटक यस संसारमै हुने भनेको मनोरञ्जनको पर्यटक हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ। त्यो कुरा उठाइदिए भए क्या कायदा हुने थियो विपक्षले। देशका युवाहरू लाखौँ विदेश खाडी मुलुकमा रोजगारी र शिक्षाको लागि, आफ्नो भविष्यको लागि देश छोडिसकेका छन्। अब सीमित कलिला युवा, आमा, छोराछोरी मात्र बाँकी छ। देशको आर्थिक विकासको लागि पर्यटन भित्राउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटन ल्याउनको लागि यौन व्यवसाय, यौन पर्मिट, लाइसेन्स सरकारले दिनुपर्छ
भन्नुभएका छन् एउटा जिम्मेवार मान्यज्यूले, सरकारकै मान्यज्यूले। यो व्यवसाय वेश्यालय कोठी सरकारले नै चलाउने दिन आएको त होइन। यो देश प्रकृतिको सुन्दर देश हो। यो देश जलस्रोतको विश्वको दोस्रो सबैभन्दा ठुलो देश हो। यो देश देवभूमि हो। यो देश माता सीता र भिरकुटीको भूमि हो। यो देश देवी पूजनको भूमि हो। यो देश बुद्ध जन्मेको भूमि हो। यही दिनको लागि गणतन्त्र ल्याएको हो। यही दिनको लागि राजा फ्याँकेको हो। सभामुख महोदय, हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर मान्य सांसद जुम्लाका ज्ञानेन्द्र शाहीलाई चाहिँ अपशब्द बोलिकन मानहानिसँग यहाँ जोड्नु भयो। तिमी र तपाईँ मिस्टर भनिकन सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा डबल भोटले जित्नु भएको थियो। यस्तो यो सदनमा मर्यादाहीन तरिकाले पेश हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ र ती सांसदलाई सचेत हुनको लागि सभामुखज्यूबाट म अनुरोध गर्न चाहन्छु। धन्यवाद। हिजो सत्ता पक्षका माननीयजीले यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस सम्मानित संसदमा उठाउनु आपत्तिजनक विषय हो। यस्तो चिन्तनको घोर विरोध गर्दछु। यस्ता विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतिर पुर्याउँछ। त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु। साथै सभामुख महोदय, सम्बन्धित माननीयजीलाई प्रश्न गर्न चाहन्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ भन्ने प्रश्न गर्न चाहन्छु। धन्यवाद।